दर्शकबिन नमस्ते, म बसन्त उपाध्याय हाम्रो यो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत गर्दछु। हाम्रो युट्युब च्यानल रहेको छ अक्षांश दि ल्याटिट्युड। आजको यो पहिलो अङ्क सुरु गर्नु अघि म थोरै यहाँहरूलाई आफ्नो च्यानलमा स्वागत गर्न चाहन्छु। हामी जसरी पृथ्वीमा उत्तरी र दक्षिणी ध्रुवको जुन केन्द्र बीच हुन्छ त्यहाँ चाहिँ जुन अक्षांश हुन्छन् र त्यसलाई नै लम्ब मानेर 0 डिग्रीमा चाहिँ एउटा रेखा खिचिएको हुन्छ, त्यो चाहिँ अक्षांश हो। हामी पनि शून्यबाट सामग्रीहरूको खोजी सूचनाहरूको सङ्कलन गरेर कार्यक्रम अक्षांश लिएर आएका छौँ। आजको पहिलो अङ्कमा म देश र विदेशमा भइरहेका केही राजनीतिक घटनाक्रमबारे यहाँहरूसँग चर्चा गर्दैछु। पछिल्लो समय संसार नै हल्लाउने गरी भइरहेको एउटा घटनाक्रम जो चाहिँ सम्भावित विश्वयुद्धका नामले पनि अहिले चर्चामा छ, इरान र इजरायलको युद्ध। इरान र इजरायलको युद्ध परमाणु बम, परमाणु शक्ति सम्पन्न भएको आरोपबाट सुरु भएको छ। अमेरिकाले B-2 नामक बम वर्षक विमानले इरानका परमाणु केन्द्रहरूमा हमला गरेपछि संसार चाहिँ करिब 2 ध्रुवतिर केन्द्रित भएको जस्तो देखिन्छ। अमेरिकाले गरेको कारबाहीको विरुद्धमा चीन र रुस लगायतका राष्ट्रहरूले भत्सनासहित त्यो कदमलाई चाहिँ विरोध गरेका छन् भने ब्रिटेन लगायतका युरोप र अमेरिकी राष्ट्रहरूले चाहिँ इरानले परमाणु जुन खालको परमाणुलाई प्रशोधन गरेर जुन चाहिँ बम बनाउने उद्देश्यका साथ परमाणु केन्द्र सञ्चालन गरेको थियो भन्ने विषयमा चाहिँ आफ्नो धारणा यथावत राखेको छ। हामी अलिकति इरान र इजरायलको विषयमा कुरा गर्नुपर्दा कुनै बेला यस्तो पनि थियो, इजरायलको अस्तित्व हुँदै गर्दा इरानले इजरायललाई एउटा स्वतन्त्र देशको रूपमा समर्थन पनि गरेको थियो। त्यो एउटा घटनाक्रम छ। अनि अर्को कुरा चाहिँ कस्तो छ भने इरानमा जसरी 1979मा जुन खालको एउटा इस्लामिक क्रान्ति भयो त्यसपछि चाहिँ त्यहाँ एक खालको धार्मिक कट्टरपन्थी आयातुल्ला खुमैनीहरू चाहिँ जसरी सत्तामा आएर त्यहाँका राजा रेजा पल्लवी शाह चाहिँ निर्वासित हुनु पर्यो। त्यो घटनाक्रमदेखि अहिलेसम्म आउँदा इरान चाहिँ एउटा धार्मिक सङ्गठन, धार्मिक नेतृत्वबाट चाहिँ अघि बढाएको छ। हालाकि त्यहाँ चुनाव हुन्छन्, राष्ट्रपति पनि हुन्छन्, तर त्यो सबै चाहिँ एउटा चाहिँ औपचारिकता मात्रै रहन्छ र त्यहाँका सर्वोच्च नेता खुमैनी नै त्यहाँको आधिकारिक हुन्छन्। यसरी चाहिँ यो इरान र इजरायलको सङ्घर्ष चलेको चाहिँ धेरै नै वर्ष भयो। अघि चाहिँ हामीले कुरा गर्नुभन्दा अगाडि चाहिँ जसरी इजरायलले चाहिँ इरानमाथि कारबाही गर्छु भनेर जुन सुरुवात गरेको थियो, उसले चाहिँ एक खालको राइजिङ लाइन भनेर अपरेसन नै चलायो र मिसाइलहरूको आक्रमणहरू लगातार भइरहेका थिए। त्यसै गरी इरानले पनि इजरायल लक्षित ट्रु प्रमिस भनेर एक खालको अपरेसन चलायो। इरान र इजरायल एकअर्कातर्फ आक्रामक भइरहँदा त्यहाँको जनजीवन, त्यहाँको अर्थतन्त्र सबै चाहिँ एक खालको चौपट भएको अवस्था छ। त्यसका असरहरू चाहिँ अब ओमान लगायतका त्यहाँको समुद्रिक बाटोमा जुन चाहिँ संसारका सबैभन्दा बढी पेट्रोलियम पदार्थहरू आउने जलडमरू, हर्मजको जलडमरू क्षेत्र चाहिँ प्रभावित हुने देखिन्छ। जो चाहिँ त्यहाँको बर्डर, त्यहाँको चाहिँ सीमाबाट गुज्रेर चाहिँ संसारभरि चाहिँ पेट्रोलियम पदार्थको आयात हुन्छ। यो इरान र इजरायलको लडाइँले चाहिँ अन्य मुलुकहरूमा पनि पेट्रोलियम पदार्थको आयात निर्यातमा चाहिँ एक खालको ठुलो समस्या ल्याउन सक्ने अवस्थातर्फ सङ्केत गरेको छ। अमेरिकाका राष्ट्रपति जुन उनले चाहिँ 2 हप्ता समय लिन्छु भनेका थिए, तर हिजो जसरी चाहिँ 81 आक्रमण भयो इरानका केही प्रमुख परमाणु केन्द्रहरूमा, हालाकि त्यसका परमाणु केन्द्रमा चाहिँ परमाणु सम्बन्धी गतिविधि भइरहेको, त्यहाँबाट चाहिँ कुनै विकिरणहरू पैदा भएको छैन भन्ने खालका पनि कुराहरू आइरहेका छन्। अन्तर्राष्ट्रिय परमाणु सम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन गर्ने संस्थाहरूले पनि आधिकारिक रूपमा त्यहाँ चाहिँ त्यस्तो कुनै
परमाणु गतिविधि भएर चाहिँ त्यस्तो कुनै विकिरणहरू अथवा त्यसका प्रभावहरू असरहरू आइसकेका छन् भनेका छैनन्। तर इरान र इजरायलको यो युद्धले संसारलाई फेरि एकपटक चाहिँ एउटपटक फेरि ठुलो द्वन्द्वतर्फ धकेलेको जस्तो अवस्था छ। इजरायलमा केही नेपालीहरू छन्, इरानमा पनि केही नेपालीहरू छन्। हामी नेपालीले चाहिँ जहाँ जहाँ नेपालीहरू छन् त्यहाँ नेपालीहरू सुरक्षित रूपमा फर्किउन् भन्ने एउटा कामना चाहिँ गर्न सक्छौँ। सरकारले पनि त्यहाँबाट नेपालीहरूलाई फर्काउने प्रयास गरिरहेको भन्ने समाचारहरूमा आइरहेको छन्। एउटा प्रसङ्ग मैले चाहिँ जब इरानमा झन्डै 50-52 जना डिप्लोमेट्सहरूलाई इरानीहरूले वर्षौँ पहिले जसरी कब्जा गरेर राखेका थिए, त्यसको उनीहरूलाई छुटाउन अमेरिकाले त्यति बेला एउटा अपरेसन चलाएको थियो, इगल क्ल भन्ने। त्यो अपरेसन असफल भएको थियो र अमेरिकनहरूलाई त्यहाँ झन्डै 2 वर्ष जति चाहिँ बन्दी बनाइएको थियो। त्यहाँबाट एक खालको तुस सुरु भएको भन्ने हामीले एउटा कट अफ डेट पनि राख्न चाहन्छौँ। हालाकि अमेरिकाको घोषित नीति अनुसार चाहिँ इजरायललाई समर्थन गरेका कारण र जुन आणविक हतियार जुन चाहिँ परमाणु बमहरूको जुन उत्पादन गर्न थाल्यो भन्ने आरोपले जुन अमेरिकाले इरानमाथि आक्रमण गर्यो, त्यसले चाहिँ विश्व चाहिँ करिब 2 ध्रुवमा फेरि बाँडिएको जस्तो देखिन्छ। चीन र रुसले चाहिँ यसलाई आधिकारिक रूपमा विरोध जनाए पनि अब आउने दिनहरूमा चाहिँ कसरी यो सम्बन्धी विषयलाई चाहिँ अगाडि बढाउँछन् भन्ने खासै खुलेको छैन। आज मात्रै पनि इरानले इजरायलका मुख्य सहरहरूमा, तेल अभिभ लगायतका मुख्य सहरहरूमा चाहिँ भयानक आक्रमण गरेको भन्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले रिपोर्ट गरिरहेका छन्। हुन त कतिपय सञ्चार माध्यमले भनिरहेछन् कि इजरायलमा इन्टरनेट एक्सेस र त्यहाँको घटनाक्रमबारे आधिकारिक सत्य तथ्य कुरा आउन सकेका छैन। तर पनि कस्तो अवस्थामा पुगेका छन् भने इरान र इजरायलको लडाइँले कहीँ विश्व फेरि एकपटक ध्रुवीकृत हुँदै विश्वयुद्धतर्फ केन्द्रित हुने त होइन भन्ने आशंका चाहिँ बढाएको छ। इरान र इजरायलका कारण विश्वका विभिन्न शक्ति सम्पन्न राष्ट्रहरू विभक्त भइरहेका छन्। त्यसको असर चाहिँ खास गरी अर्थतन्त्रमा पर्ने देखिन्छ। हामीले इरान र इजरायलको लडाइँबाट हाम्रा जस्ता मुलुकहरूले भोग्नुपर्ने क्षतिका बारेमा चाहिँ हामी त्यसको पूर्वानुमान लगाएर चाहिँ त्यसका विषयमा चाहिँ सरकार राज्य पक्षले चाहिँ तयारी गर्नुपर्छ। जस्तो कि उदाहरणका लागि यो कुनै उत्तेजना फैलाउने विषय त होइन, तर कथम कथाचित हर्मजको जलडमरू क्षेत्रमा यदि पेट्रोलियम पदार्थमा चाहिँ समस्या व्यवधान खडा भयो भने हामीले ल्याउने पेट्रोलियम पदार्थ लगायतका ती समुद्रिक बाटोबाट आउने हाम्रा अत्यावश्यक सामग्रीहरूको जो हो यहाँ हामीले चाहिँ कति गर्न सक्छौँ लगायतका विषयमा चाहिँ हामीले ख्याल गर्नुपर्ने देखिन्छ। त्यसै गरी अर्को महत्त्वपूर्ण पक्ष के छ भने इजरायलमा ठुलो सङ्ख्यामा नेपालीहरू, त्यहाँ नेपाली नागरिकले त्यहाँ काम गरिरहेका छन्, विभिन्न क्षेत्रमा अध्ययन काममा छन्। उता थोरै केही सङ्ख्यामा इरानमा पनि छन्। उनीहरूको सुरक्षित जीवन र उनीहरूलाई फर्काउने विषयमा पनि प्रयासहरू तदारुकताका साथ हुन सक्नुपर्छ। जतिखेर हमासले गरेको कारबाहीमा एकजना नेपाली विद्यार्थी विपिन जोशी अहिलेसम्म पनि उनको अवस्था अज्ञात छ। यो दुई देशको लडाइँ र त्यहाँ अमेरिकाको प्रवेश, यो घटनाक्रमले चाहिँ त्यहाँ भएका नेपालीलाई सुरक्षित बनाउन सक्नुपर्ने कर्तव्यबाट सरकारले चाहिँ त्यसमा पाइला चालेको छ र थप मजबुत र थप परिणाममुखी पाइला चाल्नुपर्छ भन्ने छ। हामी यो अक्षांशको पहिलो अङ्कमा खास गरी अहिले जुन विश्व तरङ्गित भइरहेको यो इरान र इजरायलको विषयमा चाहिँ सामान्य जानकारीका लागि यहाँ उपस्थित भएका छौँ। इरान र इजरायलको जुन एक खालको दुश्मनी छ त्यसको सुरुवात चाहिँ 1941 नै झन्डै सुरु भएको भन्न सकिन्छ। हालाकि इजरायलको अस्तित्व आएको अलिक पछि नै हो, तर 41 मा जब त्यहाँ राजा पहलवी शाहहरूको जुन एक खालको
त्यहाँ शासन सत्ता ढल्यो र सन् 1979 मा चाहिँ जस खालको इस्लामिक क्रान्ति भयो त्यहाँबाट उब्जिएको एक खालको यो लडाईँ द्वन्द्व हैन मुस्लिमको एउटा मुस्लिम धर्मावलम्बीहरूले एक खालको इस्लामिक कट्टरपन्थी सरकार त्यहाँको र यता यहुदीहरूको यो खालको यो द्वन्द्वमा चाहिँ इजरायलले चाहिँ अमेरिकाको समर्थन पाइरहँदा इजरायलले पटक पटक त्यहाँ आक्रमण गरेको छ र इरानले पनि त्यसको जवाफ फर्काएको छ। इजरायललाई अहिले इरानसँग मात्रै नभएर हमास हुती लगायतका विभिन्न अन्य सङ्गठनहरूबाट पनि आक्रमण भइरहेको छ भने इरानतर्फ चाहिँ इजरायलले अमेरिकाको साथ लिएर अब सिधै अमेरिकाले बम बर्साइसकेपछि अमेरिका इजरायलले जसरी इरानमा आक्रमण गरिरहेछन् यो चाहिँ कथम कथाचित ठुलो खालको चाहिँ अर्को खालको चाहिँ विश्वयुद्धको भुमरीमा नफसोस् यसका सङ्केतहरू राम्रा आइरहेका छैनन्। अन्तर्राष्ट्रिय समुदायहरू लगायत संयुक्त राष्ट्रसङ्घले पनि यो विषयमा आफ्ना कुरा अगाडि राखेको छ। शान्ति स्थापना गर्न कूटनीतिक तरिकाबाट इरान र इजरायलको समस्याको हल गरिनुपर्छ भन्ने विश्व समुदायको एउटा भोइस आइरहेको छ। यसमाथि चाहिँ सम्बन्धित शक्ति राष्ट्रहरूले चाहिँ नतिजा निकाल्ने गरी काम गरून् भन्न हामी चाहन्छौँ। युद्धले चाहिँ कहीँ पनि शान्ति हुँदैन। युद्धले चाहिँ मानव सभ्यतालाई नै तहस नहस पार्छ। त्यसकारण चाहिँ कुनै पनि खालका युद्धहरूको पक्षमा चाहिँ कुनै पनि राष्ट्रहरू रहनु हुँदैन। मानवाधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रताका पक्षमा सभ्य समाजको निर्माण गर्न चाहिँ यस्ता खालका युद्धहरूको अन्त्य हुनुपर्छ भन्ने हामी त्यो चाहिँ हामी त्यो एङ्गलबाट त्यो कोणबाट चाहिँ हामी यो पछिल्लो अपडेट गराइरहेका छौँ। यो आजको पहिलो अक्षांश युट्युब च्यानलको पहिलो अङ्कबाट म बिदा चाहन्छु। नमस्ते।